नमस्कार दर्शकबिन। आज हामीहरूमाझ फेरि नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक श्री विष्णु प्रसाद शर्माजी हुनुहुन्छ। उहाँलाई स्वागत गर्न चाहन्दैछु। विष्णुजी नमस्कार। धन्यवाद। नमस्कार। आराम हुनुहुन्छ हजुर? म ठिक छु। हाम्रो यो जुन राष्ट्रिय राजनीतिमा अहिले कतिपयले राज संस्थाको आवश्यकता महत्त्वको विषयमा चर्चा गर्न थालेका छन् के, र यसलाई यतिकै मात्र चर्चा गरेका छैनन् कि विश्व सम्पदा सूचीमा रहेका स्थानहरू छन् नि, जुन जुन स्थानमा हिजो राज संस्था थियो वा राज संस्थाले निर्माण गरेका थिए त्यस्ता सम्पदा, ती राष्ट्रमा राज संस्था हुँदा ती सम्पदाको पनि संरक्षण, संस्कृतिको पहिचानको जगेर्ना भएको थियो। आज नेपालबाट राज संस्थालाई एउटा पाखा लगाउँदा विश्व सम्पदा सूचीमा सूचीकृत भएको नेपाल पनि कतिपय स्थान छ नि, जुन विश्व सम्पदा र राष्ट्रियताको आधारमा राज संस्थाको आवश्यकता र महत्त्व के कति देख्नु भएको छ। आज राज संस्था हुँदा र नहुँदा ती कुरामा असर पर्यो भन्ने कुरा सुनिन थालेको छ नि। धन्यवाद शिशिरजी, तपाईँले गम्भीर प्रश्न उठाउनुभयो। यी प्रश्नहरूमा महत्त्वपूर्ण कुराहरू लुकेको छ। विश्व सम्पदा हजुर र राष्ट्रियताको आधारमा वैदिक राजधर्मलाई केलाएर हेर्दाखेरि अहिलेसम्म जति मुलुकहरूमा राज संस्था रहेको छ, स्थापित छ, ती राष्ट्रहरूले महत्त्वपूर्ण भूमिका खेलेको र राष्ट्रलाई उन्नतशील बनाउँदै लगेको अवस्था छ र राज संस्थामा निर्भयताका साथ राष्ट्रले अगाडि बढ्ने मौका पाउँदछ भन्ने कुराहरू हामीले इतिहासदेखि लिएर र अहिले राज संस्था बालिरहेका देशहरू हेरेर बुझ्न सकिन्छ भने यसै सन्दर्भलाई जोडेर हेर्दा नेपालको अवस्थालाई कुरै गर्ने हो भने जब नेपालबाट राज संस्थालाई तितर बितर गर्ने अवस्थामा नेकपा एमाले राजस्व छलेर 13 अर्ब पचाउने योजना तयार गरेर वार्षिक बजेट घोषणा गर्न लाग्दाको अवस्थामा तत्कालीन सचिव रामेश्वर खनालजीले राजीनामा दिएका थिए। यो कुरो उनले थाहा पाएपछि पद नै त्याग्नु पर्ने अवस्थामा पुगेको र उहाँले पद त्यागेर एउटा राष्ट्रियता र राष्ट्रको स्वाधीनता जोगाउनलाई कर्मचारीको भूमिका कस्तो हुन्छ भन्ने कुरो उहाँले निर्वाह गर्नुभएको थियो। अहिले 2082 सालको बजेट संसदमा पेश भइरहेको छ। त्यो बजेटमा यही प्रकृतिको ज्वलन्त उदाहरणहरू त्यही एमालेका अर्थ मन्त्री विष्णु पौडेलले तयार गरेर देखाएको अवस्था छ। यो अवस्थालाई चिर्नको निमित्त 2-3वटा दलले संसदलाई घेराउ गरेर विरोध गरेर गृहमन्त्रीले राजीनामा नदिकन संसद चल्नु हुँदैन, बजेटमा छलफल गर्नु हुँदैन भनेर भनिरहँदाखेरि जुन किसिमले जबरजस्ती रूपले संसद चलाइएको अवस्थाले यी सबै कुराहरूलाई पुष्टि गरिरहेको छ। अर्को कुरो, नेकाले यस्तै किसिमको कार्य गरेर न्यायाधीशहरूलाई महाअभियोग लगाइदिने धम्की दिएर नेकाका सबै मन्त्रीहरूले कमाएको अकुत सम्पत्ति वैध गराउने फैसला गराउन त अवस्थासम्म यो दलीय व्यवस्था पछि नपरेको कुराहरू हामीले स्पष्ट रूपमा देखिरहेका छौँ। अब यसैलाई निरन्तरता दिइरहने हो भने नेपाल राष्ट्रको अवस्था के होला भन्ने विषयमा बडा गम्भीर हुनुपर्ने अवस्था छ। जुन हाम्रो दक्षिणको छिमेकी राष्ट्रमा 1.5 अर्ब जति चाहिँ नै जनसङ्ख्या भइरहेको देशमा जम्मा 445 जना सांसद पुग्छ
भने हाम्रो नेपालमा अहिलेसम्मको जनसङ्ख्याको आधारमा हेर्ने हो भने 3 करोड नागिसकेको अवस्था छैन। त्यो 3 करोड नागिसकेको अवस्थामा 601 जना सांसदको आवश्यकता जरुरी छ भन्ने मलाई लाग्दैन। अहिले त अब अर्को कुरो के आयो भने राष्ट्रियताको आधारमा वैदिक सनातन राजधर्मको कुरो जुन उठाउनु भयो, वैदिक राजधर्म भनेको कस्तो चिज हो भने नेपाल विश्वमा एक मात्र परिचित वैदिक सनातन धर्म बोकेको देश नेपाल हो भनेर हामीले भनिरहनु पर्दैन, विश्वले चिनिसकेको छ। र त्यही चिनारीले गर्दा अहिले नेपालमा राज संस्थालाई फ्यालेर गणतन्त्र ल्याउने काम हाम्रा छिमेकी मुलुक लगायत पश्चिमा मुलुकहरूले योजना तयार बनाए। त्यो योजना अनुसार नेपालमा रहेका जुन दलहरू हौँ भनेर अहिले प्रतिस्पर्धामा उत्रिरहनु भएको छ, उहाँहरूले आफ्नो नैतिकता, अस्तित्व, इमान्दारिता र राष्ट्रपतिको उत्तरदायित्वलाई बेचेर विदेशी एजेन्टहरूको लहलहमा लागेर तिनीहरूले दिएको पैसा खाएर विशेष गरेर इसाई सम्प्रदायहरूको र त्यसलाई सहयोग गर्ने हाम्रो छिमेकी इन्डियाको भन्ने एउटा संस्थाले नेपाललाई ध्वस्त बनाइसकेको अवस्था छ। यो अवस्थामा पनि हाम्रा नेपाली जनता उठेर राज संस्था पुनर्स्थापना गराउन नसक्ने अवस्था हो भने भोलिका दिनमा हामीहरूले नेपाल थियो भन्ने कुराभन्दा बाहेक अरू देख्न सकिँदैन भन्ने आशंका प्रष्ट रूपमा आएको छ। हजुरको भनाइलाई मान्यो भने नेपालको राज संस्था भनेको एउटा राजनीतिक स्वरूप मात्र होइन, त्यसले सिङ्गो राष्ट्रको पहिचानलाई पनि बोकेको छ वा पहिचानको प्रतिबिम्ब हो भन्न खोज्नुभयो। अब यथार्थ रूपमा संस्था नहुँदा नेपालको पहिचान बुझेँ जोखिममा पर्छ भन्न खोज्नु। मैले स्पष्ट रूपले के बुझेको छु भने नेपालको राज संस्थाले राजनीति गर्दैन। राजनीति आँखाले मात्र हेर्नु, राजनीति उहाँ संस्थाले हेर्ने मात्रै हो, उसले गर्दैन। र राजनीति गर्नेहरूले चाहिँ के गर्छन् भनेर त्यसलाई नियमन गर्ने अन्दाज गरेर कोही गलत भयो भने यो गलत बाटोमा नहिँड, राजनीति यसरी गर भनेर सिकाउने एउटा संस्था हो। र विशेष गरेर विश्वभरिका हिन्दू धर्मावलम्बीहरूलाई एक ढिक्का भएर नेपाल जस्तो पवित्र भूमिमा बसेर विश्वभरका हिन्दूहरूले एउटा उत्सवमय वातावरणमा हिन्दू धर्मको संरक्षण गर्नुपर्छ भन्ने चाहिँ राज संस्थाले बुझाउने हो। पूर्वीय दर्शनको आध्यात्मिक केन्द्र यो पूर्वीय शास्त्र दर्शन, पौरस्त्य संस्कार यी आदिहरू समेतलाई लिएर हिन्दू धर्म भनेको यो हो र यसरी चल्नुपर्छ भनेर राज संस्थाले बुझाउने काम बाहेक राजनीति गर्दैन। त्यो नगर्दै पनि विभिन्न समयमा विभिन्न किसिमले यी कुराहरूलाई अगाडि ल्याउने काम गरियो। जुन काम कहिले कसरी हुन गए भन्दा यी जम्मै बाहिरका विदेशी पाहुना भनौँ, अब हामीले आस्थाले भन्दा विदेशी पाहुना भन्नु पर्यो, विरोधले भन्दा विदेशी एजेन्टहरूले भन्नु पर्यो। र यो कार्य 2025 सालदेखि नेपालमा इन्डियाको भन्ने संस्थाले उत्तेजनात्मक रूपले प्रयोग गर्दै आइरहँदाखेरि 2028 सालमा यो मिसनरी पश्चिमा मुलुकको इसाईको मिसनरी नेपाल छिर्यो। शिक्षा र स्वास्थ्यको नाममा शिक्षा स्वास्थ्यको नाममा नेपाल छिर्यो। त्यो बेलादेखि नेपाललाई अस्तव्यस्त गराउने कार्य हुँदै गयो। यो कार्य श्री 5 वीरेन्द्रले राम्रोसँग नजिकबाट हेरिरहेको र साथै श्री 5 ऐश्वर्यले, स्वर्गीय श्री 5 ऐश्वर्यले पनि यसलाई केलाइरहेको हुनाले 2033 सालमा तपाईँको समाज कल्याण परिषद गठन गरेर एउटा कानुन बनाइयो। त्यो कानुनको दायरामा
आएर मात्रै नेपालमा सङ्घ संस्था दर्ता गर्न पाउने र समाज कल्याण परिषदभित्र नरहिकन कुनै पनि धार्मिक कार्य प्रचार प्रसार धार्मिक कार्यको नाममा लगानी गर्न पाइँदैन भन्ने एउटा कानुन बनिसकेपछि त्यो पश्चात विभिन्न खेलबाडहरू भए। रानी ऐश्वर्यको नाम बिगारेर पम्फादेवी भनेर नाम राखे र विभिन्न बाह्य मुलुकहरूमा पम्फादेवीका नामबाट खाता खोलेर नेपालको सम्पत्ति त्यहाँ लगेर राखिन्छ भनेर नाजायज फाइदा उठाउनका लागि लालछनाहरू लगाइए र त्यतिले मात्रै नपुगेर नेपालका अहिले बहालवाला नेपाली काङ्ग्रेसका सभासद भएका गगन थापाको नेतृत्वमा र इसाईका एजेन्टहरू मार्फत पशुपतिनाथमा तीजको व्रतको दिन दर्शन गर्न जाँदाखेरि रानी ऐश्वर्यमाथि ढुङ्गामुढा गरियो, त्यहाँबाट लखेट्ने काम गरियो। यी आदि इत्यादि कार्यहरू गरिरहँदैको अवस्थालाई केलाएर हेर्ने हो भने उनै गगन थापा, उनै पुष्पकमल दाहाल छविलाल, उनै शेरबहादुर देउबा, उनै केपी ओली शर्मा, यिनै अहिले विभिन्न उसको आरोपित भएका माधव कुमार नेपाल लगायत झलनाथ खनाल लगायत यीका व्यक्तिहरूलाई स्वच्छ छवि र पवित्र देश नेपालका नेता हुन् भनेर भनिरहन अलि असहजै हुन्छ होला भन्ने नेपाली जनताहरूले बुझ्नुभएको छ भन्ने मलाई लाग्छ। हजुर, नेपालले भोगेका समस्याहरू नेपालले भोग्नलाई बाध्य गराउने चाहिँ को हो त भन्दा इन्डियाको र पश्चिमा मुलुकबाट आएको इसाईहरू। यिनीहरूको अहिले नेपाललाई ध्वस्त बनाउने रफ्तार अत्यधिक रूपले अगाडि बढिरहेको छ र त्यसले गर्दा नेपालको अर्थतन्त्र लगायत जन आधारदेखि लिएर जनताले आफू स्वतन्त्र रूपले बाँच्न पाउने अधिकारलाई समेत धक्का पुगेको महसुस भइरहेको छ। वैदिक धर्म समाजका लागि अनिवार्य राज संस्था छ, हुनुपर्छ। यो भएन भने कुनै पनि देशहरूले नेपाल वैदिक सनातन धर्ममा आधारित र अडिग भएको देश हो भनेर बुझ्ने अवस्था रहँदैन, जुन त्यो राज संस्थाले मात्रै गर्न सक्ने अवस्था हो। यसलाई चाहिँ समाप्त पार्ने कार्य भएको छ। अब यसलाई सहयोग गर्ने भनेका विभिन्न अघि मैले नाम लिएँ रजोगुण तमोगुण बढ्यो। हजुर, अब जस्तै प्रचण्डजीले बोलेका शब्द, गगन थापाजीले बोलेका शब्द, खड्गप्रसाद ओलीले बोलेका शब्द, झलनाथदेखि लिएर माधव कुमारले बोलेका शब्दलाई केलाएर हेर्ने हो भने नेपाली जनतालाई जुन धार्मिक आस्थाले पुकारिने नामहरूलाई बदनाम गराउने कार्यहरू भइरहेको छ, यस्ता व्यक्तित्वहरूबाट देशको अवस्था कस्तो होला भनेर नेपाली जनताले सहज रूपले बुझिरहनु भएको छ। यसलाई मैले व्याख्या गर्नु परेन। धार्मिक आस्था घटाउने प्रयास जारी पटक पटक भएका छन्, विभिन्न रूपले गरिएको छ। त्यो गर्नु भनेको जुन नेपालमा धेरै जात जाति, धेरै भाषाभाषी र धेरै धर्म संस्कृतिको लहर चलेको र ती व्यक्तित्वहरूले ती कुराहरू मान्दै आएको अवस्थालाई समेत पन्छाएर मात्रै एउटा इसाई धर्मलाई अगाडि ल्याएर नेपाललाई ध्वस्त बनाउने कार्य भइरहेको अवस्था हामीले यहाँ देखेका छौँ। हजुरको यो कुरालाई सुन्दा त कालान्तरमा गएर त नेपाल त देश एकादेशै हुने जस्तो अवस्थामा त पुग्ने बाटोमा पो हिँडिरहेछ भन्ने भान भयो। एकादेश मात्रै नभनिकन नेपाललाई यसो गर्न सकेमा विश्वमा जहाँ जति रहेका राज संस्थाहरूलाई पनि त्यही रूपले चाहिँ निमित्यान्न बनाउन सकिन्छ भन्ने चाहिँ र इसाईको संयुक्त प्रयास हो। यो प्रयास चाहिँ अत्यधिक रूपले नाजायज छ।
यसलाई चाहिँ नि पन्छाउन सक्ने क्षमता भनेको नेपालको वैदिक सनातन हिन्दू नै धर्म नै हो। यो धर्मले चाहिँ परास्त गर्न सक्छ र नेपाली जनता अब यी कुराहरूलाई बुझेर जहाँ जे जसो भए तापनि हिजो जसरी जे गरे तापनि हाम्रो देशको संस्कार संस्कृति कति पवित्र रहेछ त्यसलाई जोगाउनु पर्छ भनेर अब एउटै थलोमा एकै ठाउँमा नउभिकन नहुने अवस्था भयो। के कारणले यो एकै थलोमा उभिन रोकिरहेछ त आजसम्म भनौँ न? यत्रो क्षति हुँदा पनि किन मुखदर्शक बनिरहेको होइन? यो त उदाहरण मैले योभन्दा अगाडि तपाईँलाई प्रस्तुत गरिसकेँ। अब एउटाले एकत्रेर आएर एउटा नामले लगानी गरिदिन्छ। नेपालमा अर्को समस्या के छ भने गरिबीको समस्या छ, धेरै जात जाति भाषाभाषीको समस्या छ। अनि तपाईँले गएर तपाईँको नजिकले उनीहरूको एउटा लगानी गर्ने र भड्काउने तरिका कस्तो छ भने तपाईँको घरभित्रको एउटा परिवारलाई उसले प्रयोग गरिदिन्छ। तपाईँले त मेरो दाजु, मेरो भाउजू, मेरो बाउ अथवा मेरो बुहारी, मेरो छोरी भनेर विश्वास गर्नुपर्ने अवस्था हुन्छ। मैले पनि त्यही हो। त्यो हुँदाखेरि त्यो मेरो घरको एउटा परिवारले के बुझिदिएको हुन्छ भन्दा यो त यस्तो रहेछ त, हाम्रा पुर्खाहरूले चाहिँ यस्तो आडम्बरी कुराहरू पो बोकेर हिँडिरहेको रहेछ त भन्ने कुरो उसको दिमागमा पारिदिन्छ। त्यो जुन कुरो मैले यहाँहरूलाई पटक पटक भन्ने गरेको छु, जुन 40 सालभन्दा पछाडि जन्मिनु भएको युवाहरूलाई यो बढी प्रभावित बनाइएको छ। उहाँहरूलाई यो धर्म संस्कृति परम्परा, नेपालको राजा भनेको के, नेपालको धर्म के भनेको के अहिले पनि त्यति राम्रो छ बुझ्नु भएको छैन। त्यो बुझाउनको लागि हामीले सकिरहेका छैनौँ। त्यो कारणले गर्दाखेरि अब नेपाली जनताले हाम्रो देशभन्दा पवित्र र सुन्दर अरू देश होइन रहेछ भनेर बुझ्नुपर्छ। त्यसको उदाहरण अहिले जुन इजरायल र इरानमा चलिरहेको द्वन्द्व ठुलै अब त्यहाँ भइरहेको आक्रमण र क्षति, जनधनको क्षतिलाई हामीले राम्रोसँग निहालेर हेर्नुपर्ने हुन्छ। यो कार्य विशेष गरेर पश्चिमा मुलुकले एउटा राष्ट्रले प्रगति गरेको देख्न नसकेर अर्को राष्ट्रलाई प्रयोग गरेर यो गरिरहेको छ। र विश्वमा अहिले यो र इसाईले हात हाल्न, खुलेर हात हाल्न नसकेको भनेको मात्र एउटा चीन छ। अरू सबै राष्ट्रहरू सिद्धिसकेका छन्। अनि कतिपय राष्ट्रले त अब आफ्नो सुरक्षाको लागि त आफैले पनि प्रबन्ध गर्नु पर्यो। सबै सुरक्षा भएन भने तर सुरक्षामा चासो नदिने र विदेश उन्मुख आफै भइदिएपछि त त्यो विदेशी हो। यसै उसलाई चाहिँ के हुन्छ भने धार्मिक आस्था घटाउने प्रयास जारी यिनीहरूमा छ। आफ्नै देश आफ्नै राष्ट्रियता आफ्नै जोड्ने काम भयो। कसैले इस्लामिक धर्म लिएको छ, कसैले हिन्दू धर्म लिएको छ, कसैले जैन धर्म लिएको छ, कसैले मुस्लिम धर्म लिएको छ, कसैले के धर्म लिएको छ, त्यो छ नि त। अब यो धर्मलाई नै बजाएर त्यसबाट द्वन्द्व सृजना गराएर युद्ध गराउने योजना यी इसाई र यो रको योजना छ। वास्तवमा समस्या छैन तर समस्या हो सिर्जना गराएर द्वन्द्व गराइदिने। त्यो कुरो अब जुन शक्ति राष्ट्रहरू, हात हतियार राख्ने राष्ट्रहरूले ओहो यो त हामीले गलत काम गर्न लागेछौँ, हामीले त्यो गर्नु हुँदैन थियो भनेर बुझ्नुपर्ने कुरा अहिले इजरायल र इरानले विशेष गरेर बुझ्नुपर्ने अवस्था छ। किन भन्दा लडाइँले, मारकाटले एक दाजुभाइ अर्को दाजुभाइसँग लडेर त्यसको समस्या समाधान हुँदैन। समाधान गर्नलाई एक ठाउँमा बसेर त्यहाँभित्र के कुरो चुरो छिरेको छ त्यो चुरोलाई पत्ता लगाएर छलफलबाट समाधान गर्नुपर्छ भन्ने कुरो मेरो मनसाय हो। त्यही कुरालाई लिएर नेपालमा राज संस्था र हिन्दू अधिराज्यमा प्रहार गराइएको थियो र त्यो प्रहारले गर्दा नेपाल पनि त्यही अवस्थाको द्वन्द्वमा फसिरहेको छ। यो नेपाललाई सबल सफल सुरक्षित राख्न नै राज संस्था मेरुदण्ड हो त्यहाँ नेपाली राष्ट्रियताको हो। यसलाई पाखा नलागिकन नेपाली राष्ट्रियतामाथि खेलवाड गर्न सकिन्न भन्ने उद्देश्यले मात्र नेपालबाट राज संस्था पाखा लागेको। एकदम राइट कुरो। अब एउटा तपाईँले नबुझ्ने र दर्शकहरूले नबुझ्ने भाषा मैले प्रयोग गर्न चाहेँ, अनुमति लिएँ। हजुर भन्नुहोस् न। टका शेर माझी, टका शेर रवाज,
यो महत्त्वपूर्ण एउटा उ छ। यो म तपाईँलाई बुझाउँला पछि कुनै बेला, म अहिले बुझाउँदिनँ। यो मैले के भन्न खोजेको भने यो जुन यस घाईले यशोपाल घाई संविधानविद अन्तर्राष्ट्रिय भन्ने संविधानविदले यस घाई भनौँ न होइन, यस घाईले बनाएको संविधानको धारा 87 को उपधारा धारा 87 को उपधारा 1 ग मा स्पष्ट के लेखिएको छ भने कुनै पनि फौजदारी अभियोग लागेको व्यक्तिले चुनावमा भाग लिन पाउँदैन भन्ने स्पष्ट रूपमा व्यवस्था हुँदा हुँदै जुन व्यक्ति 14 वर्षसम्म जेलको सजाय भोगेर आएको व्यक्तिले निर्वाचनमा भाग लिएर निर्वाचन जित्यो भनेर प्रमाणपत्र दिने निर्वाचन आयोग कहाँ छ? त्यो तपाईले एउटा मुद्दा लाग्यो, कोही कोहीले खुल्ला मैले यति हजार मारेको जिम्मा लिन्छु पनि भनेका छन्। त्यो अर्को बाटो, त्यसमा बोलाउँला। त्यो प्रमाणपत्र दिने संस्था हो निर्वाचन आयोग। मैले निर्वाचन आयोगलाई अन्यथा भन्न खोजेको होइन। निर्वाचन आयोगले उम्मेदवार कस्तो, उम्मेदवारी कसरी जित्यो, यो व्यक्तिले उम्मेदवार हुन पाउँछ कि पाउँदैन भनेर संविधान त हेर्नुपर्छ कि पर्दैन? संविधान त त्यो त अब संविधानको उल्लङ्घनै गरेको जस्तो भयो। हो, त्यही व्यक्ति अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेर 3टा दललाई हल्लाएर नेपालका जनतालाई जेलमा राखेर नेपालका सम्मानित संस्था राज संस्थाहरूको बदनाम गराउनेलाई अपमानजनक शब्दहरू प्रयोग गर्दै बोल्दै हिँडेको हामीले स्पष्ट रूपमा देखेका छौँ। यो कुरो नेपाली जनताले राम्रोसँग मनन गर्नु पर्यो र सबै नेपाली जनतालाई मैले के आग्रह गर्छु भने यो घाइले लेखेर चाहिँ पठाएको र कतिपय मान्छेहरूले पनि मानिआएको यो 72 सालको संविधान नामक बाइबलको धारा 87 को उपधारा 1 ग पढिदिनुहोस् र मैले भनेको कुरा कतिसम्म गलत हो, कतिसम्म सत्य हो र यदि सत्य हो भने अब जनताले के कारबाही गर्नुपर्छ भन्ने कुरो आफैले सोचिदिनुहोस् भन्न म चाहन्छु। मैले योभन्दा अगाडि तपाईलाई पनि भनेको थिएँ, नेपालमा सरकार हौँ भन्छन्, कर्मचारी हौँ भन्छन्, हामी शासक भन्छौँ, हामी को हौँ भन्छन्। यिनीले चाहिँ आफैले जारी गरेको संविधान मानिरहेका छैनन् आफैले जारी गरेपछि त आफू त त्यसको समस्याको पालक हुनुपर्ने बोलेको छु। जसले संविधान जारी गरेर त्यो संविधान तह हिँड्न खोज्छ भने त्यो संविधानको अक्षरश पालना गर्नुपर्छ कि पर्दैन? उनको दायित्व पनि हो। दायित्व हो कि होइन भन्ने कुरो मैले भन्न चाहेँ। अब कसैले हामीले लागेको बनाएको कानुन मान्दैन भने देश छोडेर जानु पर्यो भन्छन्। कसैले जनतालाई चाहिँ लेखोकरी हामी फलानालाई काटिदिन्छौँ भन्छन्। अराजक बोलेर पनि भएन। अनि कसैले चाहिँ हाम्रा युवाहरू जागा तिमीहरूले अब यसलाई चाहिँ परास्त गर्नुपर्छ भनेर तदाउँछन्। कसैले चाहिँ अब काठमाडौँ राजधानी नै कब्जा गर्नुपर्छ भन्छन्। एउटा जिम्मेवार व्यक्तिले कसैले एउटा विदेशी व्यापारीसँग मिलेर नेपालको कानुनले छुटै नदिएका चाहिँ जग्गा जमिनहरू बेचेर खान्छन्। कसैले सर्पको नाम लिएर चाहिँ पैसा लिएर खाएका छन् भने यो अवस्थाको राजनीतिले नेपालको अवस्था के हुनुपर्छ भनेर जुन कुनै कतै पनि नलागिकन बसेका 82% जनता हाम्रो देशमा हुनुहुन्छ, ती जनताले अब यो कुरो बुझेर अगाडि उठिदिनुहोस् भन्ने मेरो विनम्र आग्रह छ। अब आफैमाथि शासन गर्ने व्यक्ति, आफैमाथि शासन गर्ने प्रणालीहरू नै ठिक छैन र त्योबाट प्रत्यक्ष आफै पीडित हुँदै पनि जनता नजाग्नु भनेको त यो पनि एउटा अनौठो आश्चर्य नै छ कि होइन? म जनतालाई एउटा के प्रश्न गर्छु भने कानुनी शासन नेपालमा छ कि छैन? यति मात्रै बुझेको। नेपालमा कानुनी शासन छ हो भने, तपाईलाई कानुन लाग्छ, मलाई कानुन लाग्छ भने
बाँकीलाई नुन मात्र लाग्दो रहेछ क्या कानुन लाग्छ। कानुन प्रयोग गर्नेलाई पनि त्यो कानुन लाग्छ कि लाग्दैन? त्यो त आफ्नो लागि होइन, अरूको लागि मात्र बनाएको त पक्कै होइन। अब म तपाईँलाई एउटा के उदाहरण दिनु, यो स्वयं मलाई घटेको घटना। 4 गते बिहान 9:30 बजेदेखि 9:30 बजेको अवधि, यति समय मैले ठ्याक्कै भन्न सकिनँ, पुतली सडकको चोकमा सिसी क्यामेरा छ। त्यो सिसी क्यामेरामा स्पष्ट रूपले देखिन्छ। त्यो समस्या म आफैले भोगेको मान्छे। हजुर भन्नुहोस्। उताबाट हाइवेबाट आउने बाटोमा पनि गाडी रोकिएको छ, उता सिंहदरबारबाट आउने गाडीमा पनि बाटो रोकिएको छ। बागबजारबाट आएको देब्रे मोडिन पाइने व्यवस्था छ। यता दिल्ली बजारतिर गएको गाडी दायाँ मोडिन पाउने ट्राफिक नियम अनुसार छ। हजुर। एकजना बच्चा सिकिस्त बिरामी भएर म औषधि किन्नलाई पुतली सडकमा पुगेँ। बत्ती कहीँ पनि बलेको छैन। हजुर। मैले बाटो पार गर्नलाई बीच बाटोमा पुग्दाखेरि एकजना एमालेका कार्यकर्ता हुन्, तिनी ट्राफिक भेषमा जागिर खाएर आएकाले मेरो कठालो यसरी 2 हातले यहाँ समाते। के भन्छ? फर्केर पारिपट्टि जा भन्छ। मैले किन जाने भनेपछि मलाई छोड्यो। यो अत्याचार कसले हेर्ने? त्यहाँ सिसी क्यामेरा राखेको थियो होला, त्यसको हाकिमले हेरिराखेको थियो होला। अनि चाहिँ नि एउटा बाटो हिँड्ने 73 वर्षको बुढाको कठालो समाएर घाँटी समाउन आउँछ एउटा प्रहरी। अनुशासन डिएसमा बसेको प्रहरी। अमानवीय व्यवहारै भयो त्यो। त्यसले स्पष्ट पारेको छ कि छैन भन्ने कुरा तपाईँहरू सम्पूर्ण जनताले बुझ्नु होला। कानुन भनेको के? कानुनलाई कसरी मान्ने? कानुनको अवस्था के हो भन्ने कुरो स्पष्ट रूपमा बुझ्नु पर्यो। विवेकले काम गर्नु छोडिसक्यो। अब कतैबाट कसैको विवेकले काम गर्दैन र यो अवस्थामा नेपालको देश चल्न पनि चल्दैन। यसलाई छाडा प्रहरी, छाडा गणतन्त्र, छाडा र उनीहरूका कार्यकर्ताले सञ्चालन गरेको देश नेपाल हो भन्ने कुरो विश्वले हेरेर कतै बदनामी हुन्छ कि भन्ने हामीलाई डर छ। यो छाडापनलाई नियन्त्रण गर्नु पर्यो र कानुनी राज्य भनेको के, कानुन भनेको के हो बुझ्ने मान्छेहरूले अगाडि सर्नु पर्यो। र यो म आम जनतालाई आह्वान पनि मैले गर्न चाहे। व्यक्ति विशेषको क्रियाकलापले सिङ्गो राष्ट्रलाई बदनाम गराइरहेछ भन्नु खोज्नु हो। एउटा व्यक्ति विशेषको आडमा उभिएको प्रहरी प्रशासन, कर्मचारी नियन्त्र संयन्त्र समेत एउटा चाहिँ व्यक्तिको उसमा यसरी दौडिनु कुद्नु भनेको यो ठिक होइन। यो चाहिँ नै सरासर गलत कुरा हो। संस्कृत भाषा विश्लेषकको वैज्ञानिक नाम नै के भन्छ अपहेलित गराइयो। जस्तो तपाईँले कुनै उसमा संस्कृतबाट बोल्नु हो भने त्यो नबुझ्ने मान्छेले चाहिँ अर्थको अनर्थ लगाइदिएर सर्वे भवन्तु सुखिना भनेर त भनियो नि। सर्वे भवन्तु सुखिना भनेको त जो पाए त्यसले त बुझेन। अब अन्दाज गर्दा सर्वे भवन्तु सुखिना भने सबैले सुख पाऊ, दुःख नपाऊ भनेर भनिएको होला भन्ने मलाई लाग्छ। त्यही नै। तर यहाँ त के भइदियो भने तिमीहरू नेपाली जनता चाहिँ हौ, तिमीहरूलाई बाँच्ने अधिकार चाहिँ छैन। हामीलाई कर ल्याएर बुझौ, हामीले तोकेको राजस्वतिर तिमीहरूलाई खान बाँच्न बस्नलाई चाहिँ नै सुविधा छैन र तिमीहरूलाई यो होइन। हामीले जे भन्छौँ त्यसैमा नाच र हाम्रो पार्टीलाई मात्रै सहयोग गर, अन्त नसहयोग नगर भन्ने कुरो यसबाट अर्थ लाग्छ। हेर्नुहोस्, अब यसले गर्दाखेरि धेरै समस्या आइसक्यो। जस्तै तपाईँले भन्नुभएको कुरालाई हेर्ने हो भने त नागरिक स्वतन्त्र हनन भयो नि त। यो भयो कि भएन? यो सोभियत प्रयोग गर्न होइन। म त्यतिखेर तत्कालै त्यसलाई चाहिँ उ गर्न सक्थेँ। त्यो बच्चा बिरामी थिएन यदि भने म त्यसलाई लिएर गएर कारवाही गराएरै छोड्थेँ।
म पनि एउटा कानुनको विद्यार्थी थिएँ, तर एउटा बच्चा सिकिस्त हिरिक ज्यानै जाने अवस्थामा भएको र वरिपरि औषधि नपाएको हुनाले त्यो औषधि किन्न म उसमा वीर हस्पिटलै पुग्नुपर्ने भएको कारणले म हतारमा थिएँ। हजुर। तर मलाई स्पष्ट थाहा छ कि त्यो बेला त्यो समय बाटो काट्न मिल्छ। हजुर। मेरो गल्ती छैन। त्यो त आफ्नो ज्यान जोखिममा पारेर बाटो हुँदै पनि मसँग सवारी साधन अर्को नभएको र सवारी साधन लिएर जाँदाखेरि पनि ढिला हुने कारणले गर्दा म हतारमा गएको थिएँ। मलाई याद छ, एउटा म कानुनको विद्यार्थी, दोस्रो 73 वर्षको बुढो, तेस्रो म त्यो एउटा कहाँको खाइमारा पुलिस लफडा गर्न हिँड्न त सहाएन। होइन, त्यो मेरो नैतिकताले नि दिएन। त्यो कारणले मैले त्यो छोडिदिएँ। मैले यो गलत कुरा हेरेको छु भने त्यो समयको भिडियो सिसी क्यामेरामा त्यहाँ चाहेको खण्डमा सम्बन्धितले हेर्न खोजिने चारवटा सिसी क्यामेरा छ त्यहाँ। त्यो चारैवटा सिसी क्यामेराबाट त्यो दृश्य देखिन्छ। अब जस्तो जापान, बेलायत, थाइल्यान्ड लगायतका देशहरूले राज संस्थाको सभ्यतालाई अहिले पनि मानिरहेका छन्। त्यही कारणले गर्दा, त्यो संस्था भएको कारणले गर्दा त्यहाँको संस्कृति सभ्यताले अहिले पनि एउटा चलायमान हुन पाइरहेछ जीवन। जस्तै जापानको उयो हेर्नुहोस्, बेलायतको उयो हेर्नुहोस्, थाइल्यान्डको हेर्नुहोस्। यी देशमा राज संस्था भएर चाहिँ कति प्रष्ट रूपले फैलिएको छ, मौलाएको छ। त्यही अवस्थाको राज संस्था हो नेपालमा थियो। त्यो राज संस्थालाई मास्नु पर्ने कारण के थियो? नेपाली जनताले त्यो कुरा अहिलेसम्म किन बुझ्न नचाहेको? त्यो संस्था मास्यो भने नेपाली पहिचान चाहिँ मास्नलाई त्यो संस्थालाई पाखा लागेको भन्ने त अहिले त छर्लङ्ग भयो नि त। यो इन्डियाको र पश्चिमा मुलुकको इसाईले चलाएको योजना हो भनेर नेपाली जनताले किन नबुझेको? के खालि पैसै मात्रै हो? होइन, बुझिएर पनि जनता एकीकृत भएर एउटा प्रतिकार प्रतिवाद वा भनौँ सङ्घर्षमा नहुनु यो चाहिँ दुःखद कुरै छ कि यो। यी देशहरूले चाहिँ आफ्नो देशको सम्पदा, राज संस्था, सभ्यताको मानेका छन्, मानिरहेका छन्, उन्नति भएको छ भने त्यही अनुसार चलेको नेपालको उचाइ नै किन चल्दैन? यसैको सिलसिलामा जुन लडाकुको नाममा 2 अर्ब 96 करोड कानुनी नक्कली माओवादी खडा गरेर फर्जी लडाकु देखाएर उसले नेपालको ढुकुटीबाट त्यो पैसा लिएर गयो। त्यतिखेर नेपालको सेनालाई विदेशबाट आएको एउटा लन्ठुले ब्यारेकभित्र राखिदियो र यी लडाकुलाई बाहिर सडकमा छोडिदियो। त्यो अवस्थामा न सेना बोल्न सक्यो, न नेपाली जनता बोल्न सके। यो कुरो नेपाली जनताबाट भुल भयो। नेपाली जनताले बोल्न सक्नु पर्यो। आफ्नो देशको हक, हित, अधिकार र आफ्नो देशमा बाँच्न पाउने नैसर्गिक अधिकार जुन छ नि, त्यो कुरो शुद्ध हामी नेपालीले चाहिँ त्यसलाई संरक्षण गर्न सक्दैनौँ भने हामी के का आधारले भोट खसाल्न जाने? हामी के का आधारले यिनीहरूले बाँडेको नागरिकता र यिनीहरूले बाँडेको राजधानी लिन जाने? यहाँनिर मेरो एउटा गम्भीर प्रश्न यो हो, किनकि म जस्तो एउटा 73 वर्षको वृद्धलाई एउटा अमुक व्यक्तिबाट सञ्चालित लठोटले दुवै हातले कठारो समाउन आउँछ भने त्यो देशको इज्जत र त्यो देशको प्रधानमन्त्री हो भन्नेको इज्जत कहाँ छ भन्ने कुरो खोज्नुपर्ने हो जस्तो मलाई लाग्छ। नेपाल पृथ्वीभरमा एउटा हिन्दू अधिराज्य मात्र होइन, अनेक मठ मन्दिर, धर्म, संस्कृति, संस्कार, परम्परा, रीतिरिवाज विभिन्न जात जातिले आफ्नो हिसाबले मानि आएका थिए, मान्दैछन्। र त्यो कुरालाई कसैले केही भनेर पनि त्यसलाई डगमगाउन सकिएको छैन। ती कुराहरूलाई उदाहरणार्थ प्रस्तुत गर्ने र आधार मान्ने र कसैलाई कानुनी आधारै चाहिन्छ भने शिवरात्रिको दिनमा पशुपतिनाथको मन्दिर, काठमाडौँमा सेतो मच्छिन्द्रनाथको जात्रा लागेको समय
ललितपुरमा रातो मच्छिन्द्रनाथको अस्ति बितेको जात्राको समय अवधिभरको त्यहाँको उपस्थित जनताको हेर्ने र नयाँ वर्षको दिन वैशाख 1 गते भक्तपुरमा जुन बिस्काट जात्रा लाग्छ त्यो बेलामा त्यहाँको जनता त्यहाँ उपस्थित जनताले यो कुरालाई प्रमाणित गरिदिएको छन् भने मैले यसलाई अरू कुरालाई खोजिरहनु परेन। नेपाली जनताहरूले यसलाई विशेष रूपले हेर्नु पर्यो। तर हजुरले भनिरहेको यी कुराको दीर्घकालीन भविष्यसम्म पनि यो निरन्तरता पाइराख्न यसको यो पहिचानहरूको संरक्षण भइराख्न त एउटा संरक्षक कुनै संस्था त चाहियो नि त। हो, त्यही संरक्षण र त्यसैको सम्वर्धनका लागि नेपालमा राज संस्था अनिवार्य चाहियो। फेरि यो विभिन्न यो जात्रा पर्वहरूलाई म एउटा स्मरण गराउन चाहन्छु। जस्तो जुन इन्द्र जात्राको अन्तिम दिन कुमारीको हातबाट राष्ट्र प्रमुखको हैसियतमा भने पनि त्यो भन्न खोजेको राष्ट्र प्रमुख भनेको श्री 5 महाराज गतिशील राजा नै भन्न खोजेको हो कि टीका लाउने चलन हो। जस्तो रातो मच्छिन्द्रनाथको भोटो जात्रामा भोटो अवलोकन गर्न त्यो भोटो जात्राको दिन राजाको उपस्थितिमा चाहिँ त्यो भोटो देखाउने हो कि त्यो राष्ट्र प्रमुख भनेको मतलब त्यहाँ राजा नै भने हो एकदम। त्यो परम्परागत त्यति बेलाको कुनै चित्र पौराणिक केही यताउता हेर्नुभयो भने त्यो कुनै राष्ट्रपतिको परिकल्पना पनि गरिएको छैन होइन। यो कुरालाई त पृथ्वीनारायण शाहले युद्ध गर्दै आएर नेपाल जित्नुभयो, काठमाडौँ उपत्यका जित्नुभयो। त्यो उपत्यका जितिसकेपछि काठमाडौँको नेवार समुदायले पृथ्वीनारायण शाहलाई राजा मान्न तत्पर भएनन्। नभएपछि त्यो अवस्थामा पृथ्वीनारायण शाहले त्यो कुमारीलाई पूजा गर्नलाई तयार पारिएको त्यहाँ पशु बलिबाट आएको रगत, त्यहाँ उहाँहरूले सेवन गर्ने मदिराजन्य पदार्थ, त्यहाँ अबिर केसरी चामल आदि इत्यादि राखेर मुछिएको टिका पृथ्वीनारायण शाहले आफूले ग्रहण गरिदिएपछि त्यहाँका नेवार दाउ समुदायबाट टिका बक्स भयो। बक्स भइसकेपछि त्यो टिका ग्रहण गरिसकेपछि नेवार समुदायले उहाँलाई राजा स्वीकार गरेपछि राजगद्दी आरोहण भयो। राजगद्दी आरोहण भएको इतिहास हामीसँग साक्षी छ। यी इतिहासहरूलाई मेटाउनको लागि हिन्दू साहित्य सभ्यता र संस्कार कला ज्ञान विज्ञानको धरोहर हाम्रो नेपालमा अहिले पनि छ। अहिले मूर्तिकलाको काम हुन्छ, काष्ठकलाको काम हुन्छ, पत्थर कलाको काम हुन्छ। तीबाट निर्मित अन्तर्राष्ट्रिय बजारमा नि राम्रो माग छ के नेपाली हस्तकलाको त साधनको यथेष्ट प्रमाण खोज्दै जाने हो भने भक्तपुर जिल्लाको चाँगु नारायणको मन्दिर हो, विश्व सम्पदा सूचीमा सूचीकृतै छ। विश्व सम्पदा सूचीमा ऊ छ र ठाउँ ठाउँमा चाहिने यी उयोहरूको चाहिने प्रदर्शनी राखिएकै छ। यही काठमाडौँ नारायणीको पूर्वतिर रहेको चतुर्व्यूह नारायणको मन्दिरमा गएर हेर्दा पनि विभिन्न कला मूर्तिका उयोहरू देखिन्छन्। यी हाम्रा धार्मिक ऐतिहासिक धरोहरहरू हुन् र यिनलाई हामीले जोगाउनु पर्ने अवस्था छ। त्यो जोगाउनको लागि नेपालको राज संस्था नेपालको मात्र थिएन, विश्वभरका हिन्दूहरूको थियो भनेर हामीले बुझ्नुपर्ने अवस्था छ। म यसलाई फेरि एकपटक रिपिट गरेँ, नेपालको राज संस्था नेपालको मात्र थिएन, विश्वभरका हिन्दूहरूको राज संस्था थियो। यो फ्याल्ने काम भारतको इन्डियन रले र इसाईहरूले गरे। यो सरासर गलत हो। यो कुरो मैले गलत भनिरहेको हुँ भने एउटा यही इन्डियामा एउटा कामाक्षी के भन्ने एउटा मन्दिर छ। त्यो मन्दिरमा नेपालका राजा बाहेक अरू कसैले भित्र प्रवेश गर्न पाउँदैन। होइन, सोमनाथको मन्दिरमा पनि भनिन्छ गर्भगृहमा नेपाल नरेशको मात्र प्रवेश हो। त्यहाँ त्यो अहिले पनि चलन छ। पनि त्यो चलन रहनुको अर्थ के हो त भन्दा इन्डियामा त राजा छैनन्। हजुर, राजा नभएका हुनाले हिन्दू परमाधिपति राजा भनेका नेपाल नरेश। हजुर, यी नरेश हामीले खोजेको हो। हामीले रमाइलोको लागि खोजेको होइन, हामीले नबुझेर खोजेको होइन। राष्ट्रियता धर्म संस्कृति पहिचानको संरक्षणको लागि त्यो संरक्षकत्व भूमिका निर्वाह गर्न सक्ने संस्था राज संस्था सक्नेलाई राज संस्था नेपालको साधवंशीय राजा चाहियो। हामीलाई चाहिएको यो हो। त्यसकारणले जसले जहाँ जे भने तापनि
नेपाली जनताले यो कुरा बुझेर नेपालमा हिन्दू वैदिक सनातन धर्म पौरस्य संस्कारभित्र रहेको शावंशीय राजाको राज संस्था पुनर्स्थापना गराउनु अनिवार्य छ। अब यो अनिवार्य छ त भन्नुभयो, यसलाई अनिवार्य गराउन राज संस्था यथाशीघ्र पुनर्स्थापना गराएर नेपाली पहिचान धर्म संस्कृति यो विश्व सम्पदामा सूचीकृत भएको नेपालको यो पहिचानको थप सुरक्षा र दीर्घकालीन यसको पहिचान जोगाउनलाई राज संस्था फर्काउनुपर्छ भन्ने कुरा त भयो। त फर्काउन चाहिँ के कसो उपाय देख्नु भएको छ? एउटा सरल तरिका वा होइन, यो अर्थ केही गर्नु पर्दैन। नेपाली जनता सबै यो मैले अहिले जति भनिरहेका कुराहरू बुझ्नु पर्यो, बुझेका छन्। र जुन 40 साल पछाडि जन्मिनु भएको युवाहरूले यो कुरो बुझ्नु भएको छैन भने यसैलाई बुझ्दाखेरि नि पुग्छ। यसलाई पनि पुगेर मैले भनेको कुरो पनि पत्यार लाग्दैन भने बिपी कोइरालाले भन्न त के भनेका थिए भने लेन्डुप दोर्जेलाई भनेका थिए सिक्किमको राजा नभइकन प्रजातन्त्र बाँच्दैन। लेन्डुप दोर्जे भन्नुभयो तपाईँले, सिक्किमको प्रधानमन्त्री तत्कालीन, जसको नेतृत्वमा भएको विधानसभा चुनावले एउटा स्वतन्त्र राष्ट्रलाई एउटा देशको प्रान्त बनाइदियो। होइन, मैले यो छिमेकी राष्ट्र फेरि इन्डियाले अलिकति चित्त दुखाउला भनेर छिचोलेर सबै भनिनँ। अब अहिले त यहाँ होइन, मैले यो किन यसरी प्रश्न गरेको त थाहा छैन। होइन, अस्ति मैले एउटा उसमा नेपालमा चाहिँ नि इसाई र रहले चाहिँ नेपाललाई फनफनी घुमाएको छ भन्दा मलाई 2-4वटा धम्की पनि आए। बाटो एक्लै दुक्ला हिँड्लास् तेरो ज्यानको खतरा छ भन्ने कुरा पनि आयो। त्यसैलाई लिएर मैले के भने बिपी व्यक्ति भनेको भारतको बनारसमा हुर्केर भारतीय राजनीति इन्डियन राजनीतिले भरिपूर्ण भएर आएका व्यक्तिले प्रभाव त नभनौँ, त्यहाँ दुःख सुख गरेर त्यहाँको राजनीति होइन, प्रभाव भन्दाखेरि चाहिँ कस्तो पर्छ भने मैले त्यसले अलि मानिनँ। मैले नमान्न पाउँछु। प्रभाव पर्नलाई के हुनुपर्छ भने यदि उनी नेपाली थिए भने नेपालको राजनीति अवस्था खलबलाएर नेपालमा शासक बन्न आउँछु भन्दैन थिए। उनीलाई इन्डियाले सिकाएर अराएर लगाएर नेपाल ध्वस्त पार्न हिँडेका व्यक्ति हुन्। तर उनले के भने लेन्डुप दोर्जेजीलाई राजा नभएको देश स्थिर हुँदैन, राष्ट्रियता र प्रजातन्त्रको निम्ति राज संस्था चाहिन्छ भन्ने, राजा नभइकन प्रजातन्त्र बाँच्दैन। आखिर सिक्किम विलय भयो। हजुर, बिपीको एउटा कुरा त मिल्यो नि। त्यही बाटो नेपालमा हुन खोज्दैछ, त्यही बाटो अपनाउन खोज्दैछ। नेपाली जनता सतर्क हुनुहोस् भने यो कुनै दिन यिनै लेन्डुप दोर्जेहरूले नेपाल हामीले चलाउन सकेनौँ, तिमी चलाऊ भनेर इन्डियालाई जिम्मा लाउन बेर लाउँदैनन् भन्न खोजेको मैले। यसरी कुरो बुझ्नुहोस्। त्यो अवस्था नेपालीको निम्ति दुर्भाग्यपूर्ण हो। त्यो अवस्था आइसक्यो, नेपालमा आइसक्नु लाग्यो, छुन लागिसक्यो। नेपाली जनताले अब बुझ्न चाँडो बुझ्नु पर्यो। आखिर सिक्किम गएर हाम्रो छिमेकी मुलुकमा जो मिस्रियो, अहिले सिक्किमे जनताले के भन्नु परेको छ? हामी नेपाली हौँ भन्छन् कतिपयले। कतिपय समयमा नारा लागिरहेको मैले सुन्छु, दुःख लाग्छ। हिजोको दिनमा मैले सुने त नेपालको राजालाई पनि आफ्नो देशको राज संस्था गुमेपछि नेपालको राजालाई हामी हाम्रो राजा मान्छौँ पनि भनेको हो। भनेपछि उहाँहरूले यो कुरो कसरी बुझेको छ र हामी नेपाली जनताले यो कुरो किन बुझेनौँ? सिक्किमका जनताले नेपालको राजाको अवस्था बुझेर हामी नेपाली जनता हौँ भनेर उहाँहरूले स्वीकारेर नेपाली हुन चाहन्छौँ भन्दाखेरि तपाईँ हामीले यो कुरो किन स्वीकार्न सकेनौँ? यहाँनिर एउटा गम्भीर प्रश्न छ। यो प्रश्नले भोलि हामीलाई पोल्छ। हजुर, राष्ट्रियता जोगाउन राजाको जरुरत छ। राष्ट्रियता जोड्ने भन्ने कुरा मैले अगाडि भनिसकेँ। भोलि लेन्डुप दोर्जेको कार्य हुन थाल्यो भने नेपाल जोगाउने कसले त? राजाले हो। त्यो समयको लागि राजा चाहियो। त्यो समय आउन नदिनको लागि पनि राज संस्था चाहियो। त्यो कारणले राजा अनिवार्य छ। नेपालमा राज संस्था नभइकन हुँदैन भन्ने मेरो विश्लेषण हो। अनेक जात धर्म भूगोल पेशामा विभक्त
नेपालीलाई एकजुट बनाइराख्न एकताका प्रतीकको रूपमा धर्म, संस्कृति, संस्कार, परम्परा, जात, जाति, भाषा, भयासी सबैलाई समेट्नको लागि राज संस्थाको जरुरत छ। मैले कतै कतै युट्युबतिर उता सुन्छु नेपालमा मैले अहिले यति किन गरेर राखेको भन्दा नेपालमा राज संस्थाको किन आवश्यक, किन जरुरी छ भन्ने युवाहरूले आवाज उठाइरहनु भएको छ। त्यो बुझ्नलाई यो युवाले बुझ्नुहोस्। र मैले पटक पटक ठाउँमा पनि बोल्ने गरेको छु के भने 40 सालदेखि यता जन्मिएका युवाहरूले प्रशिक्षण लिनुहोस् र राज संस्था के हो, राज संस्थाले के गर्थ्यो, के गर्दैन त्यो पढ्नुहोस्। के कतिको छ र यसको महत्त्व के छ, यसको महत्त्व के छ भन्ने विषयमा छलफल जब महत्त्व बुझिन्छ तब त आवश्यकता महसुस हुन्छ नि। त्यो कारणले यो लिनुहोस् भनेर मैले तपाईँको यो उसबाट यो कुरो बुझाउन खोजेँ। हजुर, अवस्थामा युवाहरूले नबुझे होइन, बुझ्या तर दलीय विभाजनमा गर्दा पनि अब आफ्नो कोही कुन दलमा कोही कुन दलमा आबद्ध भएको कारणले बुझेर पनि बुझ पचाउने काम पनि भएको होइन। अब त्यसरी भएन। यो दल बल विभाजन, यीभन्दा माथि त स्वार्थ, आम्दानी, कमाई, विदेश, खानपिन, मोज मस्ती भन्दा पनि सबैभन्दा ठुलो पहिली मेरो देश नेपाल, त्यो भावना जागृत हुनु आवश्यक छ कि मेरो देश नेपाल भनेर पहिले बुझ्नु पर्यो। राजा नभएपछि विदेशीले चलखेल कसरी गर्दा रहेछन्, कुन किसिमको चलखेल हुँदो रहेछ भन्ने कुरो 2081 साल 15 गते 3 कुनेमा घटना कसरी घट्यो त्यसलाई नजरअन्दाज गर्नुहोस्। युवाहरूले, विदेशमा बसेका युवाहरूले, नेपालमा बसेका युवाहरूले आफै धामी, आफै झाँक्री, आफै कार्यक्रम तय गरेर आफैले चाहिँ व्यक्तिका घर भत्काएर जलाएर आफैले गोली हानेर मान्छे मारेर यतिसम्म गरे कि त्यो पानी मागेर प्रहरीले खाएको व्यक्तिलाई शुद्ध गोली हानेर प्रहरीले ढाल्यो। अहिले हस्पिटलमा जिउँदो छन्। मलाई गोली लाग्ने थिएन, मैले प्रहरीलाई पानी खान नदिएको भए भनेर बोलेका छन्। निकै त्यो अमानवीय व्यवहारको प्रदर्शन, त्यो अवस्थालाई यी नेपालका नयाँ लेन्डुम दोर्जेहरूले मनन गरून् भन्ने कुरो मेरो एउटा सुझाव छ। अर्को कुरो, नेपालमा भ्रष्टाचार, अनियमितता कहाँबाट फैलियो, कसरी फैलियो? त्यसमा त राजनीतिक दलै प्रमुख रूपमा जिम्मेवार छन् नि। राजनीतिक दललाई मात्रै होइन, नेपालका कर्मचारीलाई शुद्ध पनि विदेशी गोराहरूले भ्रष्ट बनाएका छन्। अस्ति मलाई एउटा पत्रकारज्यूले आफ्नो थैलीको मुख बन्द गर, अर्कालाई दोष नलाऊ, आफ्नो तालचा लगाऊ, अरूलाई ऊ नगर भनेका छन्। जसले थैली बोकेर बसेको छ, जसले थैलीको साँचो बोकेर बसेको छ, त्यसैले विदेशीलाई ल्याएर चाहिँ छिर्न दिन्छ र मनलाग्दी गर्न दिन्छ भने नेपालमा जनताले के गर्न सक्छन्? यिनैले मिलेर नेपालका मूर्ति बोचेर अमेरिका पुर्याए, यिनैले नेपालका मठ मन्दिर भत्काएर विदेश पुर्याए, यिनैले राज परिवारको बदनामी गराए। यो कुरो अहिले अमेरिकाको एउटा राज्यमा तपाईँ जानुहोस्, अहिले पनि त्यहाँ स्थापित भएर राखेका नेपालकाबाट चोरिएर गएका मूर्तिहरू त्यहाँ छन्। एउटा कि दुईटा चाहिँ नि हामीले भुलवश चाहिँ लगेछौँ भनेर नेपाललाई फिर्ता गरेर देखाएको पनि छन्। अर्को कुरो, नेपालको सर्वोच्च अदालतमाथिको षड्यन्त्र अहिले सर्वोच्च अदालतको माथि छैन। षड्यन्त्र भनेको त्रिकोणात्मक श्री लेखिएको। पशुपतिमा गणेश र उसको पूजा गरिसकेपछि षड्यन्त्रको पूजा भएपछि मात्रै पशुपतिनाथको पूजा गरिन्छ। त्यो ठाउँमा बसेर न्याय गर्ने न्यायकर्ताले बदमासी नगरून् भनिकन त्यो
निष्पक्ष न्याय होस् भनेर न्याय दिलाउनको त्यहाँ लागि। श्रीयन्त्र स्थापना गरिएको थियो। अहिले त्यो श्रीयन्त्र देखिँदैन। त्यसको खानै जस्तो बन्यो नि त। तर नेपालको कानुन नेपाली दैवले जानु भन्छ। जनताले हजुर अब स्वयं यस्ता कुरा आफू बुझ्दैनन् भने पार्टीको पछाडि लाएर झोला बोकेर हिँडेर के फाइदाको के हुन्छ? भ्रष्टाचार यसरी मौलाएको छ। गणतन्त्रपछि 90 अर्बभन्दा बढी भागवण्डा भएको छ दलमा। गणतन्त्र पछि मात्रै होइन, यो 63 सालभन्दा पछाडि हजुर प्रत्येक दलले 90 अर्ब रुपियाँ चाहिँ भागवण्डा गरेका छन्। त्यो पैसा कहाँबाट आयो? विदेशीबाट आयो। आउन जहाँबाट आयो, तर नेपाली त्यो पैसा भागमा किन ऋणमा त होइन, त्यो पैसा किन आयो? नेपाललाई ध्वस्त बनाउन आयो। त्यो पैसा किन बाँडियो? तिमीहरू हामीले भने बमोजिमको काम गर है, त्योभन्दा बाहिर गएर काम गर्न पाउँदैनौ। हाम्रो खाएपछि तिमीहरूले हाम्रो काम गर्नुपर्छ भनेर ल्याएर बाँडियो। त्यो कुरो जनतालाई थाहा छ। त्यही झोला बोकेर हिँड्नेलाई यो कुरो थाहा छ। देखाउनलाई विकासको नाममा ल्यायो होला। त्यस कारणले भागवण्डा भएको छ। निर्वाचन हुँदाखेरि प्रत्येक क्षेत्रको निर्वाचन हुँदाखेरि अहिले त 7 क्षेत्र 7 प्रदेश छुट्याएको छ। 90 7 कति भयो ल हिसाब गर्नुहोस्, त्यति खर्च हुन्छ। अनि नेपालमा राज संस्था र हिन्दू धर्मको जनमत सङ्ग्रह गराउने भनेर भन्छन्। त्यो त यो मत विभाजन नाम नल्याउँ। हजुर यिनीहरूले पनि मलाई चाहिँ धम्की पठाइसके। अलि बोल्दाखेरि अलि यस्ता रेकर्ड हुने कुराहरू त अलि विचार गरेर बोल्नुपर्छ नि भन्ने पनि आवाज मैले सुनिसकेँ। हजुर यिनीहरूले त चुनाव लडेका छन् नि त। एउटा क्षेत्रमा 90 अर्ब रुपियाँ खर्च भएर चुनाव हुँदाखेरि नेपालमा चाहिने के अरे जनमत सङ्ग्रह गराउने हो भने कति खर्च हुन्छ र कसले जित्छ? कति खर्च हुन्छ र त्यो त तपाईँको पहिल्यै पूर्व निर्धारित जे नतिजा हो त्यही नतिजा त्यो चुनावी नाटक मञ्चन गरेर देखाउने मात्र हो। यी कुराहरू नेपाली जनताले स्पष्ट बुझुन् भन्नको लागि मैले यो कुरा अहिले बोलिरहेको हुँ। कुरो बुझ्नुभयो होइन? फेरि कतिपय विषयमा यस्तो हुन्छ कि विकल्प भएको कुरामा हो पक्ष विपक्षमा मत विभाजन गर्ने। जुन कुरालाई राष्ट्रियताको सवालमा निर्विकल्प छ भनिएको छ त्यो कुरामा त मत विभाजन गर्ने र जनमत सङ्ग्रह गर्ने कुरा पनि आउँदैन नि त। होइन, तपाईँले त अर्थात् जनमत सङ्ग्रहको कुरा पनि नजाइकन हेर्ने हो भने तपाईँको वडाको चुनाव हुन्छ। हजुर महानगरपालिकाको चुनाव हुन्छ, सभासदको चुनाव हुन्छ। त्यो बेलामा तपाईँको छरछिमेकमा हुने घटनाहरू त थाहा होला नि। त्यो त अहिले पैसा बाँडिन्छ कि बाँडिँदैन, दलीय पकडमै छ नि। भोज भतेर गरिन्छ कि गरिँदैन। अब क्लब खडा गरिन्छ निर्वाचनकै समय आएपछि क्लबको नाममा भनेर त्यहाँ त्यो त युवाहरूलाई आकर्षण लगानी गर्छन्। पत्रकारको रूपमा काम गरेर हिँड्ने मान्छेहरूलाई त यस्ता कुरा धेरै जानकारी हुनुपर्ने हो। त्यस कारणले त्यो अवस्थामा भएको जनमत सङ्ग्रहले के परिणाम दिन्छ? विदेशीले जे छ लगानीकर्ताले जे यो नेपाल कतातिर गाभौँ भनेर कहिले काहीँ जनमत सङ्ग्रह हुन गयो भने पनि म भोलि मरेर गएपछि पनि तपाईँहरूले सम्झिरहनु होला। यो नेपाल कहाँ चाहिँ गाभ्ने उत्तर दक्षिण भनेर चाहिँ जनमत सङ्ग्रह भयो भने पनि यो पैसा खर्च हुन्छ। हजुरलाई म पैसाको मात्र होइन अर्को एउटा भन्छु, जसरी नागरिकतालाई सहज बनाइयो र विभिन्न अब नेपाली नागरिकताधारी धेरै भइसके के यिनले भोलि मताधिकारको प्रयोग गर्न पाउने अवस्थामा त यिनले कता भोट हाल्छन् र त्यो त्यस्तो अवस्थामा हुने जनमत सङ्ग्रहले कस्तो निर्णय गर्छ त्यो त भनिराख्नै परेन नि। परेन नि। त्यस कारणले नेपालमा जनमत सङ्ग्रह हुँदैन। यो मैले अहिले मात्र भने होइन, 2036 सालमा राजा वीरेन्द्रले जनमत सङ्ग्रह गराउन खोज्दाखेरि डाक्टर तुलसी गिरीलाई सबैले गाली गर्छन्। सरकार अरू सबै काम गरिस्यो, यो जनमत सङ्ग्रह नगरिस्यो। नेपालले केही गरी जित्यो भने पनि गलत नजिर बस्छ। इन्डियाले जितेको सरह नजिर बन्छ भन्दाखेरि राजा वीरेन्द्रले तुलसी गिरीलाई गाली गरिबस्यो। अब अहिले आएर त त्यसको परिणाम हेर्दाखेरि त्यसको परिणाम राजा वीरेन्द्र सरकारको धर्मपत्नी स्वर्गीय ऐश्वर्या रानीलाई पशुपतिमा तीजको
व्रतका दिन पशुपति जाँदा ढुङ्गामुढा गरियो। त्यति बेला युवराज दिपेन्द्र पनि साथमा हुनुहुन्थ्यो अरे सानै अवस्था। त्यसको परिणाम राजीव गान्धीको स्वास्नी सोनिया गान्धीलाई पशुपतिभित्र प्रवेश गर्न नदिँदाखेरि नेपालको दरबार हत्याकाण्ड भयो। धर्मनिरपेक्षता लादियो। धर्मनिरपेक्षता लादियो। यी आदि इत्यादि कुराहरू नेपाली जनताले र 40 सालभन्दा पछाडि जन्मिनु भएका युवाहरूले, विदेशमा बस्नुभएका युवाहरूले यो बुझेर तपाईँहरू छिट्टै नेपाल आएर नेपाली जनता युवा पनि सबै नेपालका उठेर यो परिस्थितिबाट पार गराउनको लागि नेपालमा राज संस्था पुनर्स्थापना गराउनु जरुरी छ। मेरो यो 10 औँला जोडेर बिन्ती। मैले भोट मागे नि होइन, भिख मागे नि होइन, मैले नेपाल देशमा आएको हुँ है। नेपालको धर्म संस्कृति जोगिन लागेन, जोगौँ भनेर मैले हात जोडेको हुँ है। मैले खान नपाएर, भात खान नपाएर हात औँला जोडेको होइन। यो त राष्ट्रिय माग हो नि त हजुरले। पुतली सडकको चोकमा एउटा कहाँको फडाले आएर मेरो कठालो समाते भनेर मैले हात जोडेको होइन। मैले भने नि यो व्यक्तिगत माग होइन, राष्ट्रिय माग हो के यो राष्ट्रिय माग, साझा माग हो। एउटा देशभक्तको मनले माग्ने माग हो। म नेपाल संरक्षण अभियान चलाएर हिँडेको व्यक्ति भएको हुनाले मैले यो नेपालको संरक्षणको हेतु यो माग राख्नु भएको, माग राखेँ, यहाँहरूलाई अनुरोध गरेँ। अब यी कुराहरूलाई सबैले मनन गरौँ, अगाडि बढौँ, जागौँ। अब अरू तपाईँको केही छ भने सुन्नुहोस्। अरू केही छ भन्नाले यसो अब यो हजुरले भन्ने कुरामा कुनै नकार्न सक्ने र यसलाई अस्वीकार गर्न सक्ने कुनै विषयवस्तु कुरा हामीले यो प्रवेश अहिलेसम्मको बातचितमा भएको पनि छैन। यहाँ कस्तो भने समस्या देखियो, केही समाधानका उपाय पनि देखियो, तर त्यो गर्ने कर्ता को त को अगाडि बढेपछि त यो एउटा समस्याको समाधान चाँडै निस्किन्छ। जति ढिलो भयो त्यति यो विकराल अवस्थाबाट भोलि कदम कदाचित परिवर्तन भइहाल्यो भने पनि सम्हाल्ने मान्छेलाई त्यो गाह्रो नहोस् कि होइन। एउटा कुरो के देखियो भने जुन अहिले राज संस्था ल्याउने आन्दोलन चर्को सेलायो। हजुर, यसरी होइन, यो त हात्या यसरी होइन। नेपाली जनताले अहिले मैले जुन कुरो भनिरहेको छु नि, हजुर, तपाईँहरूकै बिचबाट एउटा नेतृत्व लिएर निक्लनुहोस्। तपाईँहरूले कसलाई सक्षम देख्नुहुन्छ त्यसलाई नेतृत्व बनाउनुहोस्। तर नियन्त्रित रूपले हामी नेपाली हौँ, नेपालको अस्तित्व जोगाउनुपर्छ, नेपालको धर्म संस्कार संस्कृतिलाई जोगाउनुपर्छ, उच्छृङ्खल नभइकन एउटाको नेतृत्वमा त्यसले दिएको निर्देशनभित्र बसेर आन्दोलन चर्काएर यो विदेशीहरूलाई फ्यालेर नेपालको वैदिक सनातन चलिआएको धर्ममा रहेको राज संस्थालाई सर्लक्क ल्याएर स्थापना गराउनुपर्छ। त्यो गराउन सबैले जनताले यसको निम्ति त सर्वप्रथमको आवश्यकता भनेको जनजागरण र जनतालाई जागृत गराउनु पर्छ कि जनतालाई चाहिएको राजा, हामीलाई चाहिएको राजा, देशलाई चाहिएको राजा, देशलाई राजा चाहियो भनेपछि अब होइन जनताले यो विगत यो 16-17 वर्षमा त हेरेर एउटा तुलनात्मक रूपमा आफ्नो राय दिन सक्ने अवस्था पनि भइसकेको छ नि। हुँदा के थियो र नहुँदा के थियो त्यो त बुझिसक्नु भएको छ। अब त आफ्नै अनुभव पनि भइसक्यो नि त कति। अब यो जनले दलले भनिराख्नु पर्ने कुरा पनि भएन भन्नु खोज्छ। दललाई त अवसर दिएकै हो नि जनताले। सुन्नु, अहिले दलले विदेशीले बाँडेको पुन्की बाँडेका छन् क्या, त्यो पुन्की लिनु भएन। त्यो उदाहरण त पूर्वतिरका एउटा हाम्रो टङ्कदारले अमेरिकामा बसेर पनि प्रस्तुत गरिरहेका छन् नि। ती कुराहरू बुझ्नु पर्यो। प्रमाण सहितै छन् उहाँको। उनले प्रमाण सहित दिएछ। अब हामीसँग त त्यत्रो ठाडै दियो भने प्रमाण त छैन। तर यो जुन कुरा मैले भनेको छु कहीँ पऱ्यो भने म यो प्रमाण सहित देखाउन सक्छु र त्यो हिसाबले बोलेको छु। बिना आधार त बोलिया पनि त छैन। यी कुराहरू स्पष्ट रूपले चाहिँ सबैले बुझिदिनु पर्यो। नेपाल देश मेरो, यो नेपालमा हामी जन्मेका, यसको धर्म संस्कृति संस्कार परम्परा रीतिरिवाज अब हामी नेपालीले मात्रै जोगाउन सक्छौँ। नेपाली अस्तित्वसँग जोडिएको कुरा पनि भयो नि। नेपाली अस्तित्व नेपाली पहिचानसँग जोडिएको कुरा भयो कि नेपालको धर्म संस्कृति भन्ने। अब फेरि अर्को प्रश्न उठ्ला, त्यसो भए त जनतैबाट कोही निक्लेर देश चलाए भएको नि राजा किन चाहियो? होइन त्यो हुँदैन। त्यो त एउटा मैले यो कुरालाई के भन्छु नि, त्यो जनताबाट हुने भनेको कुरा निर्वाचित कुरा भयो। त्यसमा भोलि विदेशी लगानीले आफू अनुकूलको मान्छे निर्वाचित गराइदिन सक्छ।
राज संस्था भनेको अनिर्वाचित भएको कारणले गर्दाखेरि हो, त्यहाँ विदेशी हस्तक्षेप कम हुन्छ त्यो क्या। मात्रै पनि होइन, तपाईँको त्यो श्री भनेर 5वटा श्री छ। हजुर 5वटा श्रीको 5वटा अर्थ हुन्छ हजुर है। त्यो चाहिँ मैले अहिले स्पष्ट भन्न नसक्ने भएर मैले भनिनँ। 5वटा अर्थ हुन्छ। त्यो 5वटा श्रीभित्र विष्णुको अवतार हुन्छ हजुर र राजाले विष्णुको मन्दिरमा पूजाआजा गर्न जाँदैनन्। शाहवंशीय राजा भनेको विष्णुको अवतार हो, नत्र गिरिजा प्रसाद उहिले राजा भएर श्रीपेद लाउँदै होलान्। अहिलेका यी घुमिरहेका छदमभेषीहरूले पनि श्रीपेद लगाइसक्थे होलान्। तर त्यो श्रीपेद पहिरनलाई पनि विधि र विधान छ। त्यो विधि र विधानभित्र नभइकन त्यो पहिर्यो भने त्यसको सत्यानाश हुन्छ। त्यो भनेको शाहवंशीय राजामा मात्रै छ, अरूमा छैन। त्यो अरूले सक्दैन। अनि राजा बस्ने कुर्सीमा 7वटा टाउका गरेको शेषनाग छ सिंहासनमा, माथि उसमा पनि त्यस्तै हुन्छ। यो भनेको खेलाची कुरा होइन। हजुर त्यसकारणले नेपालका जनता, हामी सबै नेपाली, हामीलाई साथ दिने विदेशी जोसुकै हुनुहुन्छ, यो देश जोगाउनको लागि यो स्थापना गर्नु पर्यो। यो नेपाल जोगाउनको लागि मात्रै होइन, इन्डिया पनि जोगाउनु पर्यो। नेपाल असुरक्षित हुँदा चीन पनि जोगाउनु सुरक्षित हुन्छ भन्नु पनि चीन पनि जोगाउनु पर्यो। त्यो हास्यास्पदै हुन्छ। अहिले चीनले जसरी लडेर रलाई र इसाईलाई परास्त गरिरहेको छ, नेपालले पनि त्यसै गरिदिएको भए, नेपाली जनता नबिग्रिएको भए, नेपालका शासक नबिग्रिएको भए, ब्युरोक्रेसी नबिग्रिएको भए अहिले नेपालको पनि यो अवस्था हुँदैन थियो। हजुर जुन कुरो इन्डियाले भोगिरहेको छ, इन्डियामा पनि त पहिले 56वटा राज्य थियो, राज संस्था थियो। नेपालमा 52-54वटा राज्य थियो। नेपालको चाहिँ एकीकृत भएर राज संस्था कायम भयो। एउटा नेपाल स्वतन्त्र थियो। इन्डियामा चाहिँ 56वटा राज्य भएको देशमा चाहिँ राज संस्था किन स्थापना हुन सकेन? त्यहाँ ब्रिटिसले राज्य थियो, उपनिवेशको रूपमा थियो, उसले जुटो हालिसकेका थियो। नेपाल स्वतन्त्र थियो र नेपाल अहिले पनि स्वतन्त्र छ। हजुर त्यो स्वतन्त्रतालाई जोगाउने काम कायम, यसको स्वतन्त्रता अखण्डता कायम राख्न पनि त्यो यसको राष्ट्र निर्मातामा प्रमुख भूमिका निर्वाह गरेको राज संस्था आवश्यक छ। संस्था एकदम त्यही हो। हस् त हजुर, समय दिनुभयो, धन्यवाद। हस्, तपाईँले पनि यति गर्नुभयो, मेहनत गर्नुभयो। हाम्रो मेहनत परिश्रम तपाईँ मार्फत यो सबै जनतामा पुगोस् र सबै जनताले यो कुरा मनन गरिदिनुहोस् भन्ने